मैले एकजना प्रतिभाशाली व्यक्तित्व अथवा हाम्रो दृष्टिविहीन विद्यार्थी पनि हुनुहुन्छ। उहाँले 1 देखि 10 सम्म श्री जनता धन माध्यमिक विद्यालय बागलुङ नगरपालिका वडा नम्बर 14 मा रहेको दृष्टिविहीन छात्रावासमा बसेर अध्ययन गर्नुभएको थियो भने यसै गरेर उहाँले जो एसई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेपछि शिवालय माध्यमिक विद्यालयको कक्षा 11 मा पढ्ने विद्यार्थी बहिनी रूपा रोका मगर हुनुहुन्छ र उहाँ विशेष गरेर दृष्टि सम्बन्धी अपाङ्गता हुनुहुन्छ। तर दृष्टि सम्बन्धी अपाङ्गता भए पनि उहाँको क्षमता प्रतिभाको हामीले जतिसुकै सम्मान गरे पनि सक्दैनौँ र उहाँको प्रतिभाबाट हामीले पक्कै पनि हामीले आफूले पनि उहाँहरूले देखाएको प्रतिभाहरूलाई पछ्याएर प्रस्तुत गर्न सक्यौँ भने त्यो नै उहाँले देखाएको प्रतिभाप्रति पक्कै पनि सम्मान हुनेछ भन्ने म भन्न चाहन्छु। र विशेष गरेर तपाईँको नाम ठेगाना आफ्नै मुखबाट भनिदिनुहोस्। नमस्ते, मेरो नाम रूपा रोका मगर। मेरो घर बागलुङ जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर 1 मा हो र अहिले म श्री शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत छु र मलाई पढाइ सँगसँगै गीतप्रति पनि रुचि लाग्छ र म सानैदेखि दृष्टिविहीन व्यक्ति पनि हो। तपाईँ जो दृष्टिविहीन भए भन्नुभयो, कति वर्षको छँदाखेरि म दृष्टिविहीन छु भन्ने कुरा तपाईँलाई जानकारी भयो? मलाई चाहिँ 2-3 वर्षको उमेरमा जानकारी भएको हो। मम्मीहरूलाई चाहिँ सानैमा मैले आँखा नहेर्दाखेरि अन्त हेर्दाखेरि अनि आँखा हल्का नराम्रो देखेर मम्मीहरूले थाहा पाउनु रहेछ। मलाई चाहिँ 2-3 वर्षमा हल्का हिँड्दाखेरि बाटोमा ठोक्किने अनि लड्ने त्यस्तै भएर अनि बल्ल महसुस भएको हो। तपाईँको बाल्यकाल कसरी बित्यो? बाल्यकाल चाहिँ घरै मेरो एउटा भाइ पनि छ, भाइसँग खेल्ने बस्ने अनि त्यो 5-6 वर्ष 7 वर्ष त्यस्तै गरेर गयो। अब मम्मीहरू काममा जानुहुन्थ्यो, म चाहिँ घरै बस्थेँ अनि घरै बसेर भाइसँग खेल्ने, भाइ र अरू साथीहरूसँग खेल्ने थिइनँ, मसँग मात्रै खेल्थ्यो अनि त्यस्तै गरेर गयो भनौँ। तपाईँको घरमा को हुनुहुन्छ? मेरो घरमा बाबा पनि हुनुहुन्छ अनि भाइ छ अनि मम्मी हुनुहुन्छ। बाबा पनि हल्का आँखा कमजोर छ, भाइको पनि हल्का कमजोरै छ। बाबा मम्मीले के गर्नुहुन्छ? बाबा मम्मीले चाहिँ यत्तिकै घरमा खेतीकिसान गर्नुहुन्छ, घरै काम गर्नुहुन्छ। कति वर्षको उमेरपछि तपाईँ विद्यालय पढ्न जानुभयो र यहाँ विद्यालय छ भन्ने कुरा तपाईँलाई कसरी थाहा भयो? यहाँ विद्यालय छ भन्ने कुरा चाहिँ हाम्रो दाइले पोखरा पढ्नुहुन्थ्यो अनि पोखरा पढ्दै गर्दा एकजना दाइलाई भेट्नु भएछ अनि एकजना दाइले एकजना दाइ पनि म जस्तै नदेख्ने हुनुहुन्छ, दृष्टिविहीन। अनि उहाँले तपाईँहरूको ठाउँमा पनि त्यस्तै नदेख्ने विद्यार्थीहरू छन् भने जानकारी गराउनु होला भन्नुभएको रहेछ। अनि दाइले फेरि ठुल्बाबाको छोराले फेरि मेरो बहिनी पनि छन्, कहाँ पढाउँदाखेरि ठिक हुन्छ होला भनेर भन्नुभएको रहेछ। अनि त्यसपछि बागलुङमा त्यही स्कुल छ भनेर भन्नुभयो। अनि त्यही भएर कन्ट्याक्ट गराएर अनि म लगभग 8-9 वर्षको उमेरमा छँदाखेरि थाहा भएको। अनि फेरि मम्मीहरूले फेरि विश्वास लागेन, अनि त्यही भएर लगभग 10मा लागेको थिएँ म, त्यतिखेर बल्ल स्कुल गएको। त्यही हो। खास यो पढाइ भनेको के रहेछ अनि त्यसपछि जीवन भनेको के रहेछ र पढाइ र जीवनसँग के अन्तर तालमेल के छ? खास पढाइ भनेको के हो जस्तो लाग्छ तपाईँलाई? पढाइ भनेको चाहिँ अब आफ्नो जिन्दगी आफ्नो लाइफ सजिलो बनाउनको लागि अब एउटा मार्गदर्शन हो र त्यही पढाइले नै जिन्दगी चलाउँछ भन्ने मलाई त्यस्तै लाग्छ। तपाईँ जनता धन एसएसएलसीसम्म पढेपछि 11-12 कक्षामा पढ्नको लागि शिवालयमा आउनुभयो। खास शिवालयमा पनि यस्तो विद्यालय छ भन्ने कुरा तपाईँलाई कसरी जानकारी भयो? शिवालयमा जानकारी छ भन्ने कुरा चाहिँ पहिले हाम्रो साथीहरू यहाँको साथीहरू पनि घुम्न जानुहुन्थ्यो अनि जाँदाखेरि पहिला स्कुल साथीमा थियो अनि यता बजारमा भइसकेपछि हामीलाई पनि सहज हुन्छ। शिवालयमा आइसकेपछि हामीलाई अब अवसरहरू पनि अब जस उता पनि अवसर नहुने होइन, यता आएपछि अलिक सजिलो हुन्छ। सदरमुकाममा अब हस्पिटलहरू पनि नजिक हुन्छ, अरू सुविधा पनि अलि सहज होला भनेर यता आएको।
सर हामीले हजुरले नै गर्दाखेरि हामी आएको हो। अब हजुरले के अरे हजुरको कन्ट्याक्ट हजुर मार्फत हामीले बुझ्न पाइयो अनि त्यही भएर ल्याएको। देख्ने साथीहरूबाट तपाईँहरूलाई कतिको सहयोग हुन्छ? जस्तै पठन पाठनमा होस्, समातेर लैजाने क्रममा होस्, अथवा कहिलेकाहीँ हामीले बाटो कहिलेकाहीँ मेसो नपाइन पनि सकिन्छ। त्यस्तो अवस्थामा तपाईँहरूलाई देख्ने साथीहरूबाट कतिको सहयोग पाउनुभएको छ? कुनै गाह्रो अथवा अप्ठ्यारो केही छ कि? गाह्रो अप्ठ्यारो त अब छैन, धेरै छैनन्। साथीहरूले चाहिँ एकदम सहयोग गर्नुहुन्छ। बाटोमा अब नदेख्दाखेरि के अरे स्कुलहरूमा अलिक अप्ठ्यारो हुन्छ, यहाँ त अब रोड क्रस गर्नुपर्ने हुन्छ। त्यो बेलामा चाहिँ साथीहरूले आएर के अरे क्लासमा पुऱ्याइदिनुहुन्छ। अनि त्यो सजिलै हुन्छ। अब लेख्ने पढ्ने कुरामा नि सहज नै हुन्छ। अब साथीहरूले भनिदिनुहुन्छ अनि क्वेसनहरू नि अब फोटो खिचेर पठाइदिनुहुन्छ। अनि त्यसपछि हामीले सजिलो हुन्छ पढ्न। अब तपाईँलाई म एउटा प्रतिभा सुनाउन लाउँछु र तपाईँसँग भएको प्रतिभा सुनाइदिनुहोस् न। सुन्छ। अब मलाई एउटा गीत गाउन आउँछ, के अरे गीत गाउन आउँछु। सबै कुरा राम्ररी हेरेमा सुख दिन सक्दिन केरेमा पानको पसला। सबै कुरा राम्ररी हेरेमा सुख दिन सक्दिन केरेमा पानको पसला। मेरो त घर छैन दिलमा बसला, ओइ मेरो त घर छैन दिलमा बसला। तपाईँको यति मिठो स्वर रहेछ। कुनै महानुभावहरूले अथवा सहयोग गर्ने महानुभावहरूले खास तपाईँलाई यस्तो सहयोग गर्छु भन्नुभयो भने खास तपाईँको चाहना के छ? मेरो चाहना चाहिँ अब पढाइ सँगसँगै हल्का अब